11टा पोइन्ट छ हैन, सबै घुमाइदिन्छु म। जानकी मन्दिर भयो, राम मन्दिर, गंगा सागर, भूतनाथ, शिव मन्दिर, जनक मन्दिर हैन, सबै घुमाएर फेरि यही जानकी मन्दिर छोडिदिनु म। 10वटा पुगेन नि त, 10वटा पुर्याउन पुरै गनेर 10वटा पुर्याउँ त। 11टा पोइन्ट छ सबै। ल 11 पोइन्ट भन त सबै सुरुबाट। जानकी मन्दिर, त्यो विवाह मण्डप हैन, राजदेवी मन्दिर, राम मन्दिर 4वटा, अनि शिव मन्दिर, जनक मन्दिर 6वटा, भूतनाथ 7वटा, 56 कोठी 8वटा, परशुरामजीको मन्दिर 9वटा, अनि के भन्छ धनुषकुण्ड 10वटा, अनि मिथिला बिहारी एउटा। मिथिला बिहारी 11वटा। ल भनेपछि यति घुम्नै पर्ने ठाउँ हो जनकपुरको। हजुर। के छ पर्यटकहरू आइरहेछन् अहिले, मजाले आइरहेछन् घुम्नलाई? टुरिस्टहरू आउँछ। विदेशीहरू कतिको छन्? विदेशीहरू आउँछ धेरै आइरहेछन् अनि यहाँ बस्छन् कि प्रायः कुदिहाल्छन्? बस त पनि जान्छ। ल धन्यवाद भाइ।